अब म टिका लगाइदिन्छु तपाईँ आशीर्वाद दिनु है म टिका लगाइदिन्छु तपाईँ आशीर्वाद दिनु डुलेर नहिँड्नु कान्छो नाति गरेर खानु राम्रो गर्नु बुद्धिजीवी हुनु कसैको छिचिदुर नहुनु। हेलो एभ्रिवान, तपाईँलाई दसैँको धेरै धेरै शुभकामना। अनि दसैँ पनि कस्तो हिले दसैँ हो है। अनि यहीँ पर्नु खोजेकै छ। आज पनि भिडियो लिएर आएको छु। अब टिका उठाउनु पर्ने छ यहाँ घरमा पनि। अब जेठापाका भनेको म हो, त्यही भएर म चाहिँ आज यहाँ टिका उठाउँदैछु। पहिला त पर मामा घरमा उठाउँथौँ, त्यहाँनिर चाहिँ नहुने भयो जुठो परेर, त्यही भएर आज मेरो घरमा उठाउँदैछु। अब मलाई त आउँदैन, अब हेरौँ के गर्नुपर्छ, सिक्दै जाउँ। कहाँ चढाउनु अरे आमा? अब त दियो बाल पहिले हुन्छ। कागल भेट्छ लाग्दो छ। अब यसो त्यहाँ पर्सी कलसमा यसो त्यसरी अनि त्यहाँ भुइँमा राखेर अनि फुलको होइन फुलमा 3 ठाउँमा डबल पारेर अझै त अड्दैन। त्यो थाल यहाँ राखेर नानी यो अक्षतामा यता घरमा छ लगा बाहिरतिर। मैले घटाउनु पनि टिका लाउन अगाडि चाहिँ बाहिर पनि चढाउनु पर्छ अरे देउतालाई। हाम्रो त घरमा देउता छैन, त्यही भएर बाहिर चढाइदिएको। नजान्नु पनि केही छैन, गाह्रो छ। चढाउने ओर्ने काम चाहिँ मैले पुरा गरिसकेँ। अब टिकाहरू चढाएपछि चाहिँ खानु मिल्छ अरे, खानाहरू जे खानु पनि मिल्छ अरे, खाजाहरू। अब खाएर अहिले टिका लगाइदिनु पर्ला केटाकेटीलाई। भाइ बहिनीहरू चाहिँ अब आइपुग्यो अनि टिका लगाइदिनु आँटेको। 2टा चाहिँ अझै आउनै बाँकी छ, 3टा चाहिँ आइपुगेछ। म टिका लगाइदिन्छु तपाईँ आशीर्वाद दिनु। टिका लगाइदिन्छु तपाईँ आशीर्वाद दिनु। डुलेर नहिँड्नु कान्छो नाति गरेर खानु राम्रो गर्नु बुद्धिजीवी हुनु कसैको छिचिदुर नहुनु हाँसेको नझरोस् भुइँमा। अहिलेको साल बाँचेको छ टिका लाउनु नपाए पनि। सबैको मान्ने गुन्ने हुनु, अलिक मजाले गरी खानु। केटीहरू पनि अलिक छुचा नगर्नु, ठिकसँगले बस्नु, पढ्नु, ज्ञानी हुनु, बाउ पाल्नु। छोरा भए पनि छोरी भए पनि तिमीहरू नि हौ। अडिएन, चिनी ल्याउनु भुलेको नि त, मजाले अडिन्थ्यो। अब टिका लाउने मान्छे चाहिँ त्यस्तै हुने भयो, फेरि के गर्नु।
मिल्दैन आज भाइ परिस उनीहरू पनि भाइ त भाइ तर मावली भाइ हो उनीहरू पछि मामाको सिकेपछि उनीहरूले लगाइदिनु मिल्छ तिमीहरू भनेको पुरै जस्तो हो फुपूको छोरा मिल्छ मौसेले पनि मिल्छ ढोक्नु पर्ने भाग्यमानी हुनु दाजुभाइ मिलेर सम्पत्ति कमाउनुपर्छ धेरै धेरै दाइले चाहिँ के गर्नु अब लु मैले टिका लगाइदिएँ आमाले आशीर्वाद दिनुभयो आमाले चाहिँ लाउनु मिलेन जुठो गरेर त्यही भएर मैले लगाइदिएको ल ल अब त्यहाँ बाउ खा चिसो अनि मात्र उठ चिसो खाएर यहाँ डिउ छ फेरि भाइहरू आएछ अब भाइलाई पनि यसो टिका लगाएर अब आजको दिनको दसैँ चाहिँ सकिदिनु पर्ने छ केटाहरू यता छ यहाँ त यो पक्री फोन भएन त टाउको कपाल होइन र नसुते दसरा त फुके स्वाहा क्यामेरा लिएर जति कोराइदिएन क्यामेराम्यान जल्दी राम्रैले नुहाएर आएको र अलिक ठाडो भएर नफुके दसरा त फुकेर जाने जाने त बोर जानी स्वाहा ल ढोक्नु पनि पर्दैन दाइले ढोक्दैन यस्तो ल ढोक्नु अब अलिक उता देखिदिए ढोकेको देखा न ड्युटी छ कि खाएको छैन भने जा